हेलो साथीहरु, स्वागत छ यादव मोटरसाइकल वर्कसपमा। आज हाम्रो वर्कसपमा एक्टिभा 125 सीसी को गियर आइल चेन्ज गर्दैछु। खासमा यो इन्जन ओइल अनि गियर ओइल भनेर छुट्टै छुट्टै हुन्छ। यो चाहिँ बाइकमा चाहिँ हुँदैन, स्कुटरहरुमा मात्र हुन्छ। जस्तै हेर्न सक्नुहुन्छ, यसको चाहिँ फेर्ने बेला भइसकेको थियो। खासमा यो 5000 देखि 7000 किलोमिटर चलाएर अनि चेन्ज गरिदिनु पर्छ। त्यस्तै गरी यहाँ हामीले लिएर आइसकेको छु। 120 ml को छुट्टै बट्टा हुन्छ। त्यस्तै गरी एन्टर्कमा नै चेन्ज गर्नु छ अनि यो एक्टिभामा पनि चेन्ज गर्नु छ। यो चाहिँ के हुन्छ भनेपछि तपाईको अब इन्जन आइल चेन्ज गरिन्छ, एयर फिल्टरहरु सब गरिन्छ, तर यो चाहिँ त्यति ध्यान दिदैन। त्यही भएर यो गियर बक्सको बेयरिङहरु हुन्छ नि, अनि जुन गरारीहरु हुन्छ नि, तिनीहरु बिग्रेर एउटा छुट्टै किसिमको साउन्ड अनि भाइब्रेसनहरु गर्न थाल्छ के। त्यही भएर यो नि टाइममा चेन्ज गराइराख्यो भने चाहिँ तपाईको गरारी अनि बेयरिङहरु गियर बक्सको चाहिँ त्यति बिग्रिदैन के। अनि त्यही भएर 5000 देखि 7000 चलाइसक्यो भने यो चाहिँ चेन्ज गराउँदा हुन्छ के।